यो जङ्गललाई चाहिँ मैले पार गरेर चाहिँ जानुपर्ने हुन्छ। भारी बोक्ने गाडी चाहिँ एक्सिडेन्ट भएर तल खसेको थियो। यो चाहिँ हाम्रो सबैभन्दा लामो पुल भनौँ हाम्रो यहाँनिरको ठाउँको चाहिँ। यहाँनिर भूत पनि निस्किन सक्छ होला है। ल आज चाहिँ म भोलि 21 गतेको भोट लाउनुको लागि चाहिँ म गाउँ निस्केको छु। अनि यहाँ माथि आइतबारे डाँडासम्म चाहिँ मलाई साथीले ल्याइदियो। अनि अब चाहिँ म जाँदैछु घरतिर है। आज चाहिँ पुरै रात परिसकेको छ। म जाँदा जाँदै बाटो बिच बाटोमा रात पर्न सक्छ। म पुग्नु पर्ने ठाउँ भनेको चाहिँ यो मधुरो देखेको यो पहिरोदेखि ठ्याक्क यो डाँडादेखि थोरै उता काटे पछाडि चाहिँ म त्यहाँनिर चाहिँ मेरो गाउँ मेरो घर त्यहाँ छ है। अनि पुरै यहाँ तलको देखिने पुरै हरियो जङ्गल यो पुरै अन्नकन्टार होइन। यो जङ्गललाई चाहिँ मैले पार गरेर चाहिँ जानुपर्ने हुन्छ। यहाँ तल चाहिँ पुल पनि बनिरहेछ पक्की पुल। अनि एउटा त्यहाँनिर झोलुङ्गे पुल छ है। त्यो पार गरेर चाहिँ म जानुपर्छ अब सिधै ओह्रालो। र खोला जङ्गल नदी पार गर्दाखेरि चाहिँ मैले भूत प्रेत मसान अर्थात् एकदमै डेन्जरस मैले चाहिँ पार गर्न गइरहेको छु। जेसुकै डेन्जरससँग पनि आज मैले चाहिँ आम्ने सामने मैले सामना गर्नुपर्ने हुन्छ। अब जाम खुरुखुरु है त। र यहाँ हाम्रो पहाडको भूगोल चाहिँ एकदमै खतरनाक हुन्छ होइन। भिरालो पहिरो खोला नाला खोल्सी सब थोक हुन्छ अनि एकदम अप्ठ्यारो हुन्छ यस्तो छ बाटो चाहिँ है। अनि म चाहिँ यहाँनिर रियल घटना सुनाउन गइरहेको छु। यहाँ चाहिँ ल यहाँबाट चाहिँ यो आजभन्दा 2 वर्ष अगाडि चाहिँ यहाँ भारी बोक्ने गाडी मान्छे पनि चढिरहेको मान्छे पनि थियो है त्यो गाडीमा। यो बाटो चाहिँ टक्कसँग तल चाहिँ एक्सिडेन्ट भएर तल खसेको थियो अनि तल अड्केको थियो है गाडी चाहिँ। अनि मान्छे पनि 2जना मरेको थियो होला यहाँनिर। 2जना कि 3जना कतिजना मरेको थियो मलाई डिटेलमा चाहिँ थाहा छैन। तर मर्नु चाहिँ यहाँ मरेको थियो है। यहाँनिर चाहिँ यस्तो छ उकालो छ अनि यो उकालोमा चाहिँ टक्कसँग यसरी आएर चाहिँ यहाँ तल खसेको थियो गाडी चाहिँ यसरी ड्याङ्गसँग। अनि यहाँनिर चाहिँ भूत प्रेत पनि आउन सक्छ है। मान्छे एक्सिडेन्ट भएर मरेको छ अकालमा मरेको मान्छेले चाहिँ तर्साउँछ भन्ने कुरा पनि होइन धेरै सुनिन्छ त्यो घटनाहरू चाहिँ। ल अहिले चाहिँ म ठ्याक्कै यहाँनिर यो पहिरोमा आइपुगिसकेको छु। यो रोड भट्केर चाहिँ यसरी माथिबाट खस्छ होइन। वर्षायाममा सबभन्दा बढी खस्छ। हिउँदोमा पनि यहाँनिर अलिअलि खसिरहेछ है ढुङ्गाहरू अनि बालुवाहरू चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ पछाडि। धेरै बस्नु पनि हुन्न यहाँनिर चाहिँ। म पनि फेरि ढुङ्गाले लाग्न सक्छ मलाई पनि चोट लाग्न सक्छ त्यही भएर है छिटो मिठो यहाँनिर खिचिहालेँ मैले। ल अनि यता तलतिरको नजर चाहिँ यस्तो छ है। ल म चाहिँ यो माथिल्लो डाँडा घरहरू 2-4वटा सेतो सेतो देखिएकोबाट चाहिँ म सिधै सर र 2टा खोला पार गरेर सानो सानो खोला। ल अहिले चाहिँ यहाँ आइपुगिसकेको छु। अब अझै उता जानु बाँकी छ। जाउँ पुग्दाखेरि चाहिँ पुरै रात पर्ने हो कि अहिले दिन कतिको लामो छ त्यो पनि खासै याद गरेको छैन मैले चाहिँ है। बरु जाउँ सरसर्ती। आज अलिकति मोबाइलमा चार्ज पनि छैन। कतिसम्म भ्याउँछ भ्याए जति चाहिँ म अब लिनेछु खिच्नेछु। ल यो हाम्रो खोलामा चाहिँ यही हो पुल बन्ने प्रोसेसमा छ अहिले चाहिँ। यहाँनिर अलिकति तल मैले पुगे पछाडि देखाइहाल्छु है। यो बस्ने ठाउँ भयो अनि रोडको सिचुएसन चाहिँ यस्तो छ हाम्रोतिर। धुलो चाहिँ एकदमै बाक्लो छ है। अब कहिले सुधार हुने हो त्यो कुरा चाहिँ अब बिस्तारै होला भन्ने आश राखौँ है। यता डाँडा चाहिँ यसरी म झर्दैछु सरासर तलतिरै पुलमा पुग्ने बेला भइसक्यो है। म चाहिँ अब आरामले नै घर आइपुगिसकेँ। अब बिच बाटोमै आउँदा भिडियो खिच्दा मेरो चाहिँ चार्ज सक्यो। अब यहाँ घर आयो वरि खाना आमाले चाहिँ दामी पकाउनु भइसक्यो। अब मासु छ मासु आउनु बित्तिकै मासु खाइमा मचियो। अब खाँदैछु म भात। अब खोइ मलाई पनि खोर्सानी यहाँ मिलाइदिन्छ यहाँ मिलाइदिन्छ।
अलिकति मात्रै रस उहिले भक्त्या अभियानमा समुद्र ल हामी चाहिँ भोट लगाएर चाहिँ फर्किसकेको छौँ यहाँ पुलनेर आइपुगिसक्यौँ अनि यहीँनिर ठ्याक्कै हिजो बेलुका चाहिँ मेरो यो मोबाइलको चार्ज सकेको थियो अनि घर लगेर चाहिँ थोरै चार्ज गरेर चाहिँ अहिले यहाँ पुलको खिच्नलाई मैले आएको छु होइन यो चाहिँ हाम्रो सबैभन्दा लामो पुल भनौँ हाम्रो यहाँनिरको ठाउँको चाहिँ अनि झोलुङ्गे पुल अब यहाँनिर चाहिँ पक्की पुल पनि बन्ने प्रोसेसमा छ यता साइडमा देख्न सक्नुहुन्छ है मान्छेहरूले चाहिँ काम गर्दै हुनुहुन्छ भोटको कारणले गर्दाखेरि कति भोट लाउन पनि जानुभयो होला है अनि यस्तो छ हाम्रो पुल चाहिँ यो ठाउँको खतरा पोखरी दुध पोखरी चाहिँ यहाँनिर छ अनि यता साइडमा पनि यो खाल्डो चाहिँ यहाँ पिलर आउनेवाला होला पुलको अनि खाल्डो चाहिँ ठुलो ठुलो छ पानी जमेर चाहिँ अलिकति हैरान भइरहेको जस्तो देख्छु यता पाइपहरू पनि यहाँनिर चाहिँ सबै पानी फाल्ने छ अनि यता साइडमा काम गर्दै हुनुहुन्छ यहाँ परतिर चाहिँ हाम्रो कर्मचारी काम गर्ने श्रमदाताजीहरू चाहिँ यता हुनुहुन्छ अनि ल यस्तो छ बनोट हाम्रो अब 5 वर्षमा बन्नेवाला चाहिँ भन्ने कुरा हल्ला छ 5 वर्षमा चाहिँ बन्छ अरे भनेर खासमा चाहिँ त्यत्रो टाइम चाहिँ नलगाउनु पर्ने हो 5 वर्षसम्म यो पुल बन्नको लागि टाइम लाग्यो भने हामी 5 वर्षसम्म त शास्ति भोग्नै पर्यो बाढी पहिरो आइहाल्छ वर्षायाममा अनि गाडी कुद्नको लागि त अब पुल चाहियो मान्छे हिँड्नको लागि यो पुल भए पनि गाडी हिँड्नको लागि चाहिँ पक्की पुल चाहियो यहाँ माथि छ बाटो चाहिँ अलिक अप्ठ्यारो छ बेला बेला तल माथि चेन्ज गरिराख्नुपर्छ त्यही भएर चाहिँ छिटो बनोस् यो पुल चाहिँ भन्ने चाहिँ हाम्रो सबैको यहाँनिरको जनताको चाहना हो तर हामी चाहेर मात्रै हुँदैन के गर्ने यस्तै छ है।